नमस्ते सम्पूर्ण मित्रहरूमा हाम्रो युट्युब च्यानल हेरेर साथ दिनुहुने सम्पूर्ण मित्रहरूलाई चाहिँ धन्यवाद दिन चाहन्छौँ। आज चाहिँ हामीले सस्तो र एकदम भरपर्दो राम्रो कन्डिसनमा रहेको सुजुकी कम्पनीको एकदमै रिसेल भ्यालु हाई भएको गाडी 2008 मोडलको WagonR VXI मा लिएर आएको छौँ भने गाडी एकदमै फ्रेस कन्डिसनमा फुल्ली फ्रेस कन्डिसनमा रहेको छ भने यसमा हजुरहरूले पाउन सक्नुहुनेछ पावर स्टियरिङ, एसी, हिटर लगायतका पावर विन्डो दुईटा सेमी अप्सनमा रहेको गाडीमा अत्याधिक इन्टेरियर पनि एकदम फ्रेस कन्डिसनमा राम्रो रहेको छ भने यहाँहरूले मजाले देख्न सक्नुहुनेछ। कुनै पनि चिज बनाउनु नपर्ने एकदम राम्रो कन्डिसनमा रहेको हुँदा यदि हजुरहरू इच्छुक हुनुहुन्छ भने छिटोभन्दा छिटो सम्पर्क गरेर आउन सक्नुहुनेछ। यो गाडी रहेको छ कोटेश्वर बालकुमारीमा रहेको शुभारम्भ दाजुभाइ अटोमोबाइल अथवा मेरो नम्बर बायोमा राखिनेछ, त्यस नम्बरमा पनि कल गरेर आउन सक्नुहुनेछ। गाडी एकदम राम्रो कन्डिसनमा रहेको छ भने यहाँहरूले यो गाडीको चाहिँ मूल्य एकदम सस्तो राखेको छ। जम्मा 8 मोडलको गाडीको मूल्य चाहिँ हामीले 8 लाख कोट गरेको छौँ भने यसमा पनि केही नेगोसिएसन हुन सक्नेछ र गाडीमा जिरो खर्च रहेको छ, हेर्न सक्नुहुनेछ। सिल पार्टिसन केही पनि हेर्नु पर्ने छैन, एकदम राम्रो छ। ढुक्कै भएर आउनुभयो हुन्छ, जुन ठाउँबाट हेर्नुभएको छ मजाले आनन्दको साथ कुनै पनि ग्यारेन्टीको साथ हामीले हजुरलाई ग्यारेन्टी दिएर पठाउन सक्नेछौँ। एकदम राम्रो छ। र त्यसै गरी अर्को गाडी हामीले देखाउन गइरहेको छु एकदम राम्रो कन्डिसनमा रहेको यो चाहिँ किया कम्पनीको पिकान्टो रहेको छ भने यो एकदम फुल्ली फ्रेस कन्डिसनमा रहेको गाडी 2009 मोडलको रहेको छ भने स्क्रैच कहीँ पनि नरहेको एकदम राम्रो कन्डिसनमा रहेको छ। चारैवटा टायर एकदम फ्रेस कन्डिसनमा रहेको छ भने इनसाइडमा पनि हजुरहरूले हेर्न सक्नुहुनेछ। एकदम राम्रो कन्डिसनमा रहेको गाडी हो यो चाहिँ। सिट कभरदेखि लिएर सबै नै चिज एकदम राम्रो रहेको छ भने यो चाहिँ फुल अप्सनमा रहेको छ। यो 2009 मोडलको पिकान्टो फुल अप्सनमा रहेको गाडीमा चाहिँ 4वटा पावर विन्डो र एसी हिटर लगायतका अन्य ORVM सहितको चाहिँ यसमा फिचर रहेको हुन्छ भने यसमा ब्याक क्यामेरा LED र हजुरले ब्याक वाइपर डिफोकर सबै पाउन सक्नुहुनेछ भने यो गाडी पनि एकदम राम्रो कन्डिसनमा रहेको गाडी हो। यसको चाहिँ हामीले जम्मा 8,50,000 मात्र कोड गरेको छौँ भने त्यसमा पनि हजुरहरूलाई चित्त बुझ्दो भयो भने एकदमै मिलाएर दिन सकिनेछौँ। गाडी अत्यन्तै राम्रो कन्डिसनमा रहेको छ। हेर्नुहोस्, हजुरहरूले चारैतिर हेर्न सक्नुहुनेछ। भिडियोमा जस्ताको तस्तै हामीले बनाएको छौँ भने यो चाहिँ एक्सिडेन्टको लागि कुनै पनि चिन्ता लिनु पर्दैन। एकदम 100% ग्यारेन्टीको साथ हामीले हजुरहरूलाई पठाउनेछौँ। एकदम राम्रो छ। यदि हजुरले यो गाडी चाहिँ आफ्नो बनाउन सक्नुहुनेछ एकदम छिटोभन्दा छिटो सम्पर्क गरेर आउन सक्नुहुनेछ। र त्यसै गरी अर्को गाडी चाहिँ एकदम राम्रो कन्डिसनमा रहेको यो चाहिँ गरी खाने वर्गको लागि चाहिँ एकदम राम्रो विशेष हुनसक्छ। यो चाहिँ 2014 मोडलको कार्गो भ्यान रहेको छ भने हामीले सबै चिज चाहिँ मेन्टेनेन्स गरेर एकदम राम्रो कन्डिसनमा बनाएर राखेको छौँ भने यो गाडी रहेको छ 2014 मोडलको। हामीले जम्मा यसको मूल्य चाहिँ 4,25,000 मात्र कोड गरेको छौँ भने यदि हजुरहरूलाई चित्त बुझ्दो भयो भने यो गाडी पनि हामीले केही मात्रामा मिलाएर दिन सकिनेछ भने गाडी हेर्न सक्नुहुन्छ। यहाँहरूले हेर्नुहोस्, एकदम राम्रो कन्डिसनमा रहेको गाडी, कुनै पनि कोडकार नरहेको र सिल पार्टिसनदेखि अन्य चिजहरू सबै एकदम राम्रो रहेको छ। हजुरहरूले लगेर मजाले पेट्रोल भर्ने, सर्भिस गर्ने, चलाउने मात्रै हो। यो केही पनि गर्नुपर्ने छैन, हेर्न सक्नुहुन्छ। सिट कभरदेखि लिएर केही पनि बनाउनु पर्ने छैन। र त्यसै गरी अर्को गाडी एकदमै नेपालमा चाहिँ रिसेल भ्यालुमा पनि हाई रहेको गाडी हो भने यो चाहिँ एकदम सबै मित्रहरूले चाहिँ मन पराउनु हुने र रिसेल भ्यालुमा पनि एकदम राम्रो र एकदम गाडी पनि चिटिक्क रहेको गाडी ग्रे कलरको 2009 मोडलको सेन्ट्रो, हुन्डाई कम्पनीको सेन्ट्रो 1086 सीसीमा रहेको हुन्छ भने यो सेमी अप्सनमा रहेको गाडी हो। एकदम राम्रो कन्डिसनमा रहेको छ। यो पनि हजुरहरूले सेन्ट्रोको खोजीमा हुनुहुन्छ भने खबर गरेर आउन सक्नुहुनेछ। जम्मा 2009 मोडलको गाडीको चाहिँ मूल्य हामीले जम्मा कोड गरेको छौँ। यसको मूल्य चाहिँ 10,50,000 मात्रै, त्यसमा पनि केही मिलाएर दिन सकिनेछ। यो गाडी पनि हामीसँग एकदमै राम्रो कन्डिसनमा रहेको 2016 मोडलको गाडी, सस्तोमा राम्रो बलियो गाडी खोज्दै हुनुहुन्छ भने यो गाडीको लागि पनि हजुरहरू सम्पर्क गर्न सक्नुहुनेछ। पेट्रोल इन्जिनमा रहेको 1200 सीसीमा रहेको यो चाहिँ
टाटा इन्डिका एकदम राम्रो कन्डिसनमा रहेको गाडी। जम्मा हामीले यसको चाहिँ 7,75,000 मा मात्रै कोड गरेका छौँ। यदि हजुरहरूले यस्तै सस्तो राम्रो बलियो गाडीको खोजीमा हुनुहुन्छ भने यो पनि हजुरहरूको माझ एकदम बेस्ट हुन सक्छ है। एकदम यो गाडी चाहिँ आफ्नो बनाउनको लागि एकदम छिटोभन्दा छिटो सम्पर्क गरेर आउन सक्नुहुनेछ भन्दै अर्को गाडीतर्फ लाग्दैछौँ। र सस्तै मूल्यमा एकदमै राम्रो कन्डिसनको 2019 मोडलको 7 सिटरमा रहेको यो चाहिँ रेनॉल्ट कम्पनीको टिबर रहेको छ भने यो 1000 सीसी इन्जिन रहेको हुन्छ। यसमा डबल एयरब्याग लगायतका फिचर सबै 4वटा पावर विन्डो र 7 सिटरमा रहेको गाडी चाहिँ एकदम इनसाइडमा पनि हजुरहरूले हेर्न सक्नुहुनेछ। इनसाइडमा पनि इन्टेरियर पनि एकदम राम्रो रहेको छ भने यो डबल एयरब्याग एबिएस लगायतका सबै फिचर भएको गाडी हो। यो चाहिँ एकदम राम्रो छ। यो सस्तो पनि छ। जम्मा हामीले चाहिँ 16,75,000 मात्र कोड गरेको छौँ भने यदि हजुरहरू लिन चाहनुहुन्छ भने यो चाहिँ हामीले एकदम मिलाएर दिन सकिनेछ र यसको फाइनेन्सको व्यवस्था 50% लोनको पनि व्यवस्था गर्न सकिनेछ भने गाडी हेर्न सक्नुहुन्छ। एकदम राम्रो छ। कुनै पनि चिज बनाउनु पर्ने छैन। एकदमै फ्रेस कन्डिसनमा रहेको 2019 मोडलको जम्मा 30,000 मात्रै सर्भिस हिस्ट्री भएको गाडी हो यो चाहिँ। पछाडि पनि हेर्न सक्नुहुनेछ। एकदम राम्रो छ। पछाडिको लास्टको सिट 2 सिटर रहेको छ भने त्योभन्दा अगाडिको 3 सिटर अनि त्यसपछि 2 सिटर गर्दाखेरि 7 सिटरमा रहेको गाडी हो यो चाहिँ। हेर्नुहोस् एकदम फुल लोडेड भएको गाडी। एकदम काम गरी खानको लागि पनि एकदम उपयुक्त हुने गाडी रहेको छ यो चाहिँ। र आजको लागि चाहिँ भिडियो अन्त्यमा यति नै गर्दै आजको लागि चाहिँ बिदा हुन्छु। हस्त धन्यवाद। यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानलमा सब्सक्राइब सेयर गर्न चाहिँ नभुल्नु होला भन्दै आजको लागि बिदा हुन्छु। धन्यवाद। हाम्रो लोकेसन चाहिँ बालकुमारीमा रहेको बालकुमारी नारेफाडमा रहेको शुभारम्भ दाजुभाइ अटोमोबाइल ठ्याक्कै ललितपुर साइडको चाहिँ वडा कार्यालयको ठ्याक्कै अपोजिट साइडमा रहेको छ है त हजुर।